सम्पूर्णमा नमस्कार। म तपाईहरुलाई आज यस्तो कुरा भन्न गइरहेको छु, तपाईहरुलाई थाहा छ कि छैन साथीहरु? हेर्नुस् त, नेपालमा यस्तो जाति छ जहाँ अचम्म लाग्छ, उनीहरु बाँदरको मासु खाइराछन् रे। कस्तो होला त यिनीहरुको रहनसहन, यिनीहरु के भाषा बोल्छन्, यिनीहरु कस्तो कहाँ बस्छन् त यिनीहरु, त्यसको बारेमा म छलफल गर्न गइरहेको छु। हेर्नुस् है त, नेपाल परिचयमा लेखिएको कुरा म तपाईहरुलाई बताउँदै छु। राउटे समुदाय, त्यसको बारेमा वर्णन गर्न गइरहेको छु है त। राउटे समुदायसँग पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले फोटो खिचेको राखेको रहेछ यता है। राउटे समुदाय भने कस्ता रहेछन् त है? राउटे समुदाय, राउटे भनेको वन सम्पदामा आधारित नेपालको एकमात्र घुमन्ते जाति हो। राउटे समुदाय वन सम्पदामा आधारित नेपालको एकमात्र घुमन्ते जाति हो। यिनीहरु मुख्य रूपमा कहाँ बस्दो रहेछ त? यिनीहरु वन सम्पदामा आधारित नेपालको एकमात्र घुमन्ते जाति हो। यिनीहरु जस्तै अब एक ठाउँमा बस्यो भनेपछि है, त्यसको मान्छे कुनै घटना भयो भनेपछि, अब कुनै मान्छे मर्यो भनेपछि अर्को ठाउँमा सर्छन् रे के, फेरि एउटै ठाउँमा बसिन राख्ने घुमन्ते जाति भन्छ त्यसैले। यिनीहरु मुख्य रूपमा डोटी, दार्चुला, अछाम, दैलेख, जाजरकोट तथा सुर्खेतमा बस्छन् र वनलाई पूजा गर्ने वनदेवी, दोर्मस्त र भुयार देवता मान्दछन्। यिनीहरु भोटबेर्मेली परिवारको खाम्ची भाषा बोल्दछन्। यिनीहरु एक महिनाभन्दा बढी एकै ठाउँमा कहिल्यै बस्दैनन् गरे, अघि मैले भनेको है, त्यस ठाउँमा फर्केर आउँदैनन्। यिनीहरु अस्थायी रूपमा बस्ने ठाउँलाई राउटी भनिन्छ। यिनीहरु अस्थायी रूपमा बस्ने ठाउँलाई राउटी भनिन्छ भने अस्थायी छाप्रालाई थौला भनिदो रहेछ है। थौला भनिदो रहेछ, अस्थायी छाप्रालाई थौला भनिन्छ। विशेष गरी लोकसेवाका लागि महत्त्वपूर्ण भनेको है, जस्तै यिनीहरुको भाषा के बोल्छन् भन्छ है। भाषा के बोल्दा रहेछन् यिनीहरुले? खाम्ची भाषा बोल्दा रहेछन्। खाम्ची भाषा बोल्दा रहेछन् यिनीहरुले। यिनीहरुले विशेष गरी खाम्ची भाषा बोल्दा रहेछन्। खाम्ची भाषा बोल्दा रहेछन्। भोटबर्मेली परिवारको है, भोटबर्मेली परिवारको। र यिनीहरु प्रकृति अथवा वनदेवीको पूजा गर्दा रहेछन्। यिनीहरुको छाप्रालाई थौला भनिदो रहेछ र यिनीहरुलाई घुमन्ते जाति पनि भनिन्छ है। घुमन्ते, फिरन्ते घुमन्ते जाति भनिन्छ। फिरन्ते जाति पनि भनिन्छ है। फिरन्ते जाति पनि भनिन्छ। परीक्षामा यस्तो पनि सोध्न सक्छ है। बाँदरको मासु पनि खाने भन्छन् है। यिनीहरु बाँदरको मासु पनि खाने जाति हुन् र यिनीहरुलाई वन हेरालो पद दिएको छ नेपाल सरकारले। यिनीहरु मुख्य रूपमा डोटी, दार्चुला, अछाम, दैलेख, जाजरकोट, कालीकोट र सुर्खेतमा बस्छन्। ल, यिनीहरुको बारेमा चाहिँ यति थाहा है त। पैसा छोए पाप लाग्छ भन्ने जाति पनि यो हो, तर अहिले होइन।